नाम्ची भन्ने ठाउँमा आइरहेको छु म चाहिँ हेर्नु होला यस्तो रमाइलो छ तपाईँहरू आउनु होला है तपाईँले मसँगै आउनु होला अनि तपाईँहरूले मसँगै तपाईँहरूले म रमाइलो गराउने छु यो चाहिँ हेर्नु होला है सिक्किमको नाम्ची बजार म तपाईँहरूलाई ठ्याक्क देखाउँछु यहाँबाट आजको वातावरण यस्तो छ एकदम रमाइलो छ हेर्नु होला म यहाँनिर छु है साथीहरू म यहाँनिर छु ल हेर्नु होला सबैजना हामी चाहिँ अब यहाँबाट घुम्नु माथि जानुपर्ने हामी अब हामी माथिबाट जाँदैछौँ हामी चाहिँ यता मङ्गलेबाट आएको यो चाहिँ यसले चाहिँ के भन्छ भने नाम्ची छ यो नाम्चीबाट हामी चाहिँ अब यहाँ एकदम रमाइलो लागि घुम्नु जाँदैछौँ यहाँ हाम्रो यहाँ सोल्टीहरूले चाहिँ पास काटेर आउँदैछ त्यति बेलासम्म हामी चाहिँ अब वेट गर्दैछौँ अब जयहरू पास लिएर आइसक्नु अब हामी जाँदैछौँ हाम्रो जय साहबले पास गरेर ल्याउनु भयो अब हामी जाँदैछौँ हेर्नु होला है त ल साथीहरू चाहिँ यहाँ चाहिँ हेर्नुहोस् है यहाँ चाहिँ सबै देशको पैसाहरू पाइन्छ यहाँ नेपालको छ भने यहाँ हेर्नु होला यहाँ चाहिँ सबै देशको पैसा पाइन्छ हेर्नु होला भयभरका सबै जुनसुकै देशको पनि पैसा छ म तपाईँहरूले यो ठाउँमा लाँदैछु देखाउनु हेर्नुलाई यहाँ चाहिँ सोकल जाँदैछु यहाँ हेर्नुलाई मोदी छ र मैले चाहिँ हामी यहाँबाट चाहिँ तपाईँहरू आउनु होला र तपाईँहरू मेरो भ्लग हेर्नु होला म सँगसँगै तपाईँहरूले म रमाइलो गराउनेछु र यो आज यो सिक्किमको यो नाम्ची भन्ने ठाउँमा जाँदैछौँ हामी ल अब यो भित्रबाट चाहिँ हामी गेटबाट हाम्रो सोल्टीले म यता छु हेर्दै गर्नु ए ल अब यहाँ चाहिँ फेरि हाम्रो पशुपतिको जस्तै रहेछ हाम्रो पनि पशुपतिको जुत्ता खोलेर जानुपर्ने हुन्छ यहाँ पनि त्यस्तै रहेछ फेरि रिमुभ यर सुज भनेर उयो छ त्यो भने ट्याक्कै हामी जुत्ता खोलेर यहाँ राखेको चाहिँ हामी जाँदैछौँ ल म चाहिँ हाम्रो यहाँ सोल्टीले फलोअप गरिरहेको छु किनभने म चाहिँ पहिलेबाट आएको नि त त्यो भएर गाइस तपाईँ हेर्दै गर्नुहोस् मेरो यो भ्लग चाहिँ यता यो साइडमा हामीले जुत्ता राखेर आइसकेको छौँ अब यहाँ चाहिँ सोच टाढो ठाउँ हो यहाँबाट म बाहिर निस्किसकेको छु अब यहाँ हामीले चाहिँ पर्खिनु पर्ने छ यहाँ हाम्रो यहाँ अरूहरू पनि फ्यामिली मेम्बरहरू आउँदै हुन्छ त्यो भने चाहिँ सानो भान्जे अनि यहाँदेखि हाम्रो नानाहरू बहिनीहरू आउँदै हुन्छ ल र तपाईँहरू सँगसँगै मेरो भ्लग हेर्नु होला तपाईँहरू सँगसँगै म लाग्यो तपाईँहरू सँगसँगै म रमाइलो गर्नु चाहिँ आजको भ्लग चाहिँ यस्तो राम्रो तपाईँले हेर्नु होला है यो भ्लग हेर्नु नछुटाउनु होला हामी चाहिँ यस्तो राम्रो ठाउँमा आएको छौँ कि यो सिक्किमको जुत्ता त्यहाँ खोलिदिनु ल हेर्नु होला हामी घुम्दैछौँ जाँदैछौँ यहाँको सिन यसो छ है हेर्नु गाइस एकदम रमाइलो छ सिन चाहिँ हेर्नु हामी त्यहाँ अगाडि फोटो खिच्छौँ उयो माथि हेर्नु होला सबैले अग्लो मन्दिर छ यतातिर हेर्नु होला एकदम रमाइलो ठाउँ छ हेर्नु होला कस्तो रमाइलो ठाउँमा आएको छु त्यो भएर तपाईँहरू सबैले यो मेरो भिडियो चाहिँ हेर्नु होला यहाँ हाम्रो सम्पूर्ण यहाँ यसो फोटो खिच्ने प्रोग्राममा हुनुहुन्छ हाम्रो भान्जे यता हाम्रो सोल्टी हुनुहुन्छ हामी कता घुम्ने सोल्टी ए ल हो यता पनि कस्तो रमाइलो छ सिक्किममा यो नाम्ची बजार यता आउनु हिँड्नु न यता घुर्र हिँड्नु त ल आउनुहोस् है सबैजना आउनुहोस् लाग्यो हामी चाहिँ यता लाग्यो अब चाहिँ कता लाग्यो भने यता माङ्खिमतिर लाग्यो यो चाहिँ किरातहरूको रहेछ क्या किरातहरूको लागि रहेछ एकदमै राम्रो लाग्यो मलाई चाहिँ किरातहरूको लागि माङ्खिम हेर्नु होला त्यहाँनिर धनु काँड हालेर यस्तो बसिरहेछ उयो चाहिँ के रहेछ छोडी त्यो अग्लो चाहिँ यो चाहिँ फेरि चार धाम भन्छ कि यसको ए इन्डियामा चारवटा धाम छ मन्दिर त्यो एकै ठाउँ बनाएको छ यहाँ सिक्किममा ए यो चाहिँ चार धाम मन्दिर रहेछ यो चाहिँ अब यहाँ महादेवको ठुलो मन्दिर छ त्यहाँ पनि हामी जाँदैछौँ अब यहाँ चाहिँ स्पेसली हामी चाहिँ यहाँ यो माङ्खिम भन्छ यो राईहरूको यो चाहिँ यो राजाको नाम चाहिँ सायद के छ त्यो कुन राजा नामै यो राजाको नामै छ त्यो त राजा हो नि होइन यो राईहरूको हेर्नुलाई माङ्खिम यहाँ लेखिरहेको छ चिफ मिनिस्टर पञ्चामीको यो चाहिँ पञ्चामीको पालामा बनेको छ है यो चाहिँ 2016 मा
यस हेर्नु होला यो ब्यानर यो एकदम रमाइलो छ हेर्नु। यहाँबाट घुम्ने पार्क है यहाँनिर सबैभन्दा ठुलो माङ्खिमे हेर्नु होला धनु कहाँ लिएर बस्नु आउँछ यो चाहिँ राईको ठुलो मूर्ति बनाइरहेको छ हेर्नु होला। यहाँ मन्दिरभित्र चाहिँ सायद भिडियो गर्नु मिल्दैन त। यताको वातावरण हेर्नु होला एकदम रमाइलो छ कि हेर्नु होला। तपाईँलाई पछाडिपट्टिको देखाइरहेको छु एकदम रमाइलो छ। यहाँनिर मन्दिर हेर्नुहोस् हुन्छ। एकैछिन हामी यहाँ बाहिर बस्छौँ त्यो त्यहाँनिर हामी यो जाँदाखेरि यो के गर्नुपर्छ बोल्थ्यो भित्र जाँदाखेरि पैसा असुल चाहिँ हजुर तपाईँको जिम्मामा पुष्पले राई तपाईँले 25 वर्ष राज गर्नुपर्छ भने देउबानी हुँदा चाहिँ हाँसै फर्केर गयो। पछाडि मुख्यमन्त्री भएपछि ठुलो बढाउँछु भनेर आयो। त्यति बेला तल देउताले सोद्धा देउता बोल्यो बढेर आफै सरकार सुन्छु कसैले बनाएको कोमाको अगाडि जाने हो के अन्त हाम्रो सबैको मूल मन्दिर टोक्यो। अब सत्ययुग लाग्यो 20 वर्ष अगाडि एक पाउ पनि युग जाने पाप जति सबै नष्ट हुँदैछ। हामीले फलफुल अन्नपानी चाहिँ सबै चलाएर खानु भोग बलि चाहिँ कसैले नगर्नु। अब महादेवले सबै पशु प्राणीको शरीरमा पहिलो पठाएको छ। अनि मासु खानु हुँदैन। सबैजना रोग कष्ट हटाउनु छुटाउनु सबै कुरो गर्नु मेरो ड्युटी हो। म पनि अवतारी गुरु म यहाँ त्यसै बसेको होइन। सानो बालकदेखि मलाई महादेवले शक्ति दिएको छ। मेरो पापा पनि अवतारी गुरु थियो। तल मूल बाटोमा गएर गएर हेर्नुहोस् किरातेश्वर महामन्दिर भनेर यता तल चाहिँ सबै मूर्ति मेरो पापाले जमिनबाट पट्टा निकाल्नु भयो। 88 करोड 84 लाख देव देवताको मूर्ति तल चाहिँ बढ्दै बढ्दै